सर मलाई 25,000 दिनु न म स्यालेरी आएपछि दिन्छु नि अरे बनेपामा 5 रोपनी तुलसीपुरमा 5 बिघा बालुवाटारमा 8 आना जग्गा भएको साउ हुँ म मनले खाए भने 25 लाखै दिन सक्छु होइन सर त्यति धेरै पैसा के मैले मलाई अरे तिलिचो घुम्न जाऊ मुस्ताङ घुम्न जाऊ रारा घुम्न जाऊ मन परे थाइल्यान्ड जाऊ युरोप जाऊ हातमा पैसा भएपछि पैसाको काम कति कति इन्जोय गर इन्जोय लाइफमा सक्दो इन्जोय गर सरी म त सालकेटी होइन तलबले अचार मात्रै खान पुग्ने भयो दाल भात खानको लागि भन्सार कार्यालयमा 100 रुपैयाँ मिलाइदिनु पर्यो सुन्नुहोस् यति जति लाग्छ काम गर्ने हो भनेपछि अहिले नै एडभान्स छोडिहाल्नुहोस् अहिले खासै पैसा बोकेको त छैन अहिले चाहिँ के कति लाग्छ भनेर बुझ्नलाई आएको किन नबोक्या त पैसा बोक्नलाई भरिया नै चाहिन्छ र मान्छेलाई यहाँ काम गर्ने फुर्सद छैन तपाईँ बुझ्न मात्र आ भन्नुहुन्छ जति छ त्यति निकाल्नुहोस् कति छ हेरौँ है त 15-20 हजार जति रहेछ अहिले यही भए पनि ल्याउनुहोस् यहाँ सेटिङ मिलाउने बेला जार्खा तिर्न पुग्छ अनि सुन्नुहोस् त अर्को हप्ता 5 पेटी रेडी गरिहाल्नु होला काम त पक्का हुन्छ नि हजुर मबाट काम नहुने सुनेर आउनु भए हो एकछिन हेलो हजुर बोल्दैछु छोरा बिहे गर्न पर्यो जात्तरी तपाईँले सही टाइममा फोन गर्नुभयो अस्ट्रेलियाको कार्ड भएको बुहारी पाउनुहुन्छ तपाईँको छोरा पनि अस्ट्रेलिया गइजान्छ मैले भने मान्नुहोस् अबको 1 घन्टामा तपाईँ मलाई भेटिहाल्नुहोस् ल यो काम चाहिँ एलटीलाई दिन पर्ला आधा पैसा आइजान्छ आएको काम छोड्नु हुन्न बिहे गर्ने छोरा खोइ तपाईँको हजुर म त सरुवाको कुरा गर्न पो आएको चात्तरी तपाईँको कुरा अघि नै सकेको त के एग्रिमेन्ट गरिकन पत्रकार सम्मेलन गरेर जानुहुन्छ होइन म जाउँ त हजुर बस्नुहोस् अब हाफ कप चिया थपिन जानु होला हाफ कपै चिया थप्नको लागि चाहिँ नबसौँ होला म त्यहाँ पैसा जम्मा गर्नु छ गइहाल्छु जानुहोस् पाण्डु अबे हजुर मेरी सोना मेरी कान्छी मेरी माया भन न हिजो आज मलाई पानी पर्दा घाम लाग्दा जे गर्दा नि तिम्रो याद आउँछ अबे देख्यौ यो सबै मेरो मायाको कमाल हो नि बिस्तारै तिमी मेरो मायामा डुब्दै डुब्दै जाँदैछौ नि पड्काइदिन्छु गाला अस्ति लगेको छाता फिर्ता ल्याइदिनु पर्दैन मेरो छाताले गर्दा याद आएको नि तिमी कहाँ छातामा अल्झियौ मेरी सोना सानो भण्डु बनाउनतिर बल्झियौ न टाइम पास गर्न खोजे जस्तो लाग्छ कहिलेसम्म गर्छौ माया हेर मैले तिमीलाई तबसम्म माया गर्छु जबसम्म लोकदोरीमा हे रहिरहन्छ जानेको ठिक्क पार्नु कहाँ गई त सन्चरी ए यता पो रहेछ ओए सावित्री क्या हो किन यसरी घोप्ट्याइ छेस एक कर भइकन अनि तपाईँ जतिखेर पनि बिजी बोल्ने मान्छे कोही नभइकिन 2वटा अकाउन्ट बनाइकिन च्याट गरेर बस्या अब 5-6वटा अकाउन्ट बनाएर ग्रुप च्याट गरेर बस्नु पर्ला हरे तेरा जिन्दगी यति भनेपछि बिचारी मेरी बुढी कोहीसँग बोल्ने रहेनछ भन्छ होला नि तँलाई बागाले खाइजाने साँच्ची अफिस जान लागिसक्यो होइन अर्की बिहे गर्न मन लाग्यो केटी हेर्न जान लाग्यो पस्केको भाग सक्नु छैन अझ थपन चाहियो अरे ए बुढो आज बेलुकी मेरो बर्थडे मनाउने भनेर साथीहरू बोलाएको छु 10-15 हजार दिन्छु न सामान किनिसिन्छु के ल दिउँला ल रमाइलो गर्नु बेलुका म आउँदैन है के रे तिम्रो दिमाग खुसी छु अति चाहिँ नगर है
मरौला नि। सन्चरीको श्राप लाग्ने भए म उहिले मरिसक्थे हेर। बिहे गरिकिन अहिले हजुर कति चेन्ज भइसक्यो। सुरुमा त कति माया गरिसिन्थ्यो त। गर्थे इक्जाम सकेपछि कसैले त्यही बुक पढिरहन्छ र? हेर न फेरि पुस्किया कि ठाउँ नको ठाउँ जानी नजानी आइस्यो गइस्यो भने चाहिँ के गरे हो त्यस्तो? त्यही मैले आइस्यो गइस्यो भनेको छु र त। हजुरको साथीभाइ आफन्तको अगाडि इज्जत बढाएको छ त। है ल त्यसो भए बाहिरबाट पार्टी आबेला पनि तैँले मेरो इज्जत राख्दे है। अब पार्टीलाई खुसी पार्नु परेन। काम दिने भनेको पार्टीले हो। अनि पार्टीले सँगै बस्छौँ भेटौँ भने बेला त जान पर्यो के रे गाठे। ए पार्टी पो आइसिया छ। अब ओ। पार्टी आइकिन बसिया बेला कसरी नजानु भन्नु र। ठिकै छ पार्टीलाई पनि आजै आइसिनु पर्यो। त्यही त ल ह्याप्पी बर्थडे है बर्थडे लम्मा क्या। थ्याङ्क यू बुढो। दाई डम्बर दाई कहाँ गयो डम्बर दाई? ओहो विपिन भाइ तिम्रो त्यो जागिरको कुरा फिक्सै भइसक्यो है। हावा कुरा गर्नुहुन्छ दाई। अब जागिर लगाउनु पर्दैन, म फिल्म बनाउँदैछु नि दाई। भनेपछि फिल्म नै बनाउन लागेको? हो दाई, हिरोमा आफै खेल्छु। यस्तो डेन्जर एक्टिङ गर्छु नि दाई। आजसम्म कसैले नबोले डाइलग लेखेर राखेको छु दाई। हे विपिन हो म विपिन। यो हात साथीको लागि भयो भाइ भयो। एक्टिङ त डेन्जरै गर्दा रहेछौ। अनि यो डाइलग त राई शर्माले बोल्यो जस्तो माने नि। कहाँ हुनु दाई, राजा शर्माले त शङ्कर म शङ्कर भनेको छ। मैले त कसैले नबोले राखेको छु नि दाई। भनेपछि योजना त गतिले माने मैले। अनि फिल्म बनाउनलाई त राम्रै डाइरेक्टर पनि त चाहिएला नि। ल दाई डाइरेक्सन त दाई झनै डेन्जर गर्छु नि दाई मैले। एउटा फिल्ममा पुरै सहायक निर्देशक भएर कामै गरिसकेँ दाई मैले। दाई प्लिज दाई लगानी गरिदिनु न दाई। यो मेरो जीवनमा घटेको रियल स्टोरी हो दाई। फिल्म कन्फर्म हिट हुन्छ दाई। होला। हेलो काव्य आएकी छन् त्यहाँ? त्यहाँ नि आएकी छैनन्। मैले चिनेका तिम्रा सबै साथीहरूले तिमीसँग सम्पर्कमा छैन भने तिम्रो अरू आफन्तको नम्बर पनि छैन मसँग। कहाँ गयो काव्य? तिमी फोनै अफ गरेर। एकछिनको लागि तिमीसँग मन साटेर हेर्न मिले पनि साटेर हेर्थे कि तिम्रो मनमा म को हुँ भनेर नि थाहा पाउँथे। कतै तिमीले मलाई म त्यस्तो नेगेटिभ सोच्दिनँ। तिमीले त मलाई मभन्दा नि धेरै माया गर्छौ। हे भगवान् कुन अवस्थामा होलिन् मेरी काव्य।